नमस्कार। अब चाहिँ हामी लोकल कुखुराको चारो हामीले घरमै कसरी तयार गर्छौँ भनेर हामी आज हजुरलाई बनाएर देखाउँदैछौँ। के सामग्रीहरू हामीलाई लोकल कुखुराको चारो बनाउनलाई चाहिन्छ, हामीले सम्पूर्ण सामानहरू यहाँ तयार गरेका छौँ। अब हामीले हजुरलाई सुरुमा हामीले चाहिँ लोकल कुखुराको चारो बनाउँदाखेरि एकमुष्ट सबै मिसाउनु हुँदैन। थोरै मात्रामा पहिले हामीले प्रिमिक्स बनाएर त्यो प्रिमिक्स तयार भइसकेपछि चारोलाई हामीले 3 तहमा गरेर हामीसँग जति सामग्री छ त्यसलाई तह गरेर हामीले त्यो हिसाबले चारो बनाउनुपर्छ। अब हामी हजुरलाई प्रिमिक्स बनाएर देखाउँछौँ। प्रिमिक्स बनाउनको लागि हामीले गहुँको यो धुलो बनाएको च्याख्ला त्यसरी सानो बनाएको छौँ। त्यसै गरी राइस ब्रान्ड यो धानको भुस्सा हो हाम्रो। त्यसै गरी मकैको च्याख्ला हामीले यो साइजमा बनाएको छौँ। र अर्को के छ भन्नुहुन्छ भने यो हामीले ब्रोइलरको चारो चाहिँ युज गरेका छौँ। यो चाहिँ के हुन्छ भन्नुहुन्छ भने सम्पूर्ण हामीले यही चारोमा निर्भर गर्न सक्दैनौँ। त्यसको कारणले गर्दाखेरि हामीले चारोको 25% जति चाहिँ हामीले ब्रोइलरको चारो फिड B2 भन्ने चारो हामीले युज गर्न सक्छौँ। र अर्को मुख्य कारण भनेको हाम्रो पिना, तोरीको पिना, जसलाई हामीले भुटेर प्रयोग गर्नुपर्ने हुन्छ। हामीले यो चिजलाई त्यत्तिकै प्रयोग गर्दाखेरि यसमा एउटा एसिड हुन्छ जुन चाहिँ सबैलाई हानिकारक गर्दैन र कुखुराको लागि चाहिँ त्यो एसिडले हानिकारक गर्छ। त्यसको लागि हामीले यसलाई त्यस्तो धेरै चाहिँ भुट्ने होइन, हल्का मात्रामा हामीले त्यसलाई भुट्नुपर्ने हुन्छ। र हामीसँग चारो बनाउनको लागि एउटा आयो नुन, त्यसै गरी यो DCP पाउडर, डिक्याल्सियम फस्फोरस भनिन्छ यसको चाहिँ, यो DCP पाउडर हुन्छ। र अर्को मिनरल मिक्स, यो हामीले युज गर्नुपर्ने हुन्छ। अब हामी हजुरलाई प्रिमिक्स बनाएर देखाउँछौँ। थोरै मात्रामा पहिले प्रिमिक्स बनाउँछौँ र त्यस पछाडि प्रिमिक्स पछाडि हामीले कसरी चाहिँ चारो बनाउने हामी त्यो हिसाबमा गरेर हजुरलाई चारो बनाएर आज हामी सिकाउँछौँ। धन्यवाद। यो चाहिँ हामीले प्रिमिक्सको लागि तयार गर्दैछौँ। यसमा सम्पूर्ण सामग्रीहरू हामीले जे युज गर्छौँ त्यो सामानहरू थोरै हामीले युज गर्नुपर्ने हुन्छ यसमा। हामीले पहिले यतिलाई प्रिमिक्स बनाउँछौँ। यो प्रिमिक्स बनाइसकेपछि हामीले अरू चारोमा मिसाउँछौँ। एकैचोटि मिसाउँदाखेरि तपाईँलाई साइड इफेक्ट हुने चान्स हुन्छ चारोहरूमा। त्यस कारणले थोरैमा मिसाएर हामीले धेरैमा युज गर्छौँ। हामीले मिसाउँदाखेरि सुरुमा नुन हालेर हामीलाई चाहिने नुन पहिले हाल्छौँ। हालिसकेपछि नुनलाई सबैतिर घुलिने गरेर हामीले पहिले यो चारोलाई चलाउँछौँ। हाम्रो चारोमा नुन घुलिसकेपछि हामीले मिनरल पाउडरहरू स्टेप बाई स्टेप एकैचोटि नहाल्नु होला। कुनै पनि चिज एकैचोटि सबै हालेर नमुल्नु होला, त्यसले असर गर्न सक्छ। त्यस कारणले थोरै मात्रामा हालेर अनि मात्र मिक्स गर्नु होला। यो चाहिँ हामीले 200 किलोको चारोको प्रिमिक्स बना हो। यो धेरै बनाउँदा पनि हुन्छ अलिकति, मैले चाहिँ थोरै नै सजिलो हुन्छ भनेर लगभग 10 किलो जति चारोमा प्रिमिक्स मात्र बनाएको छु। यो पनि सबैतिर मोलिसकेपछि यो DCP भन्ने पाउडर पाउँछ,
हजुरहरूलाई भेटनरीमा किन्न पाइन्छ। यसको चाहिँ क्याल्सियम फस्फोरस यसैमा हुन्छ। अब भेट्दाखेरि लाइमस्टोन पाउडर हाल्दा पनि हुन्छ, तर अब लाइमस्टोन पाउडर सबैतिर नपाउने भएको कारणले गर्दा चाहिँ मैले चाहिँ डिसिपी पाउडर मात्रै युज गरेको छु। सबै चिजलाई सबै तरिकाले मजाले सबैतिर लाग्ने गरेर हामीले यो प्रिमिक्स तयार गर्नुपर्छ। प्रिमिक्स तयार गरिसकेपछि हामीले चारोमा अनि यो युज गर्न सक्छौँ। एकैचोटि चारोमा चाहिँ नहाल्नु होला। यो यतिको मिक्स भइसकेपछि अब हामीले कसरी चाहिँ त्यस पछाडि गहुँको भुटो, त्यसै गरी भुस्सा, त्यसै गरी हाम्रो बिटु चारो, र पिना। पुरीहरू थियो हामीले यसलाई 4 तवामा हालेर प्रिमिक्स, त्यस पछाडि पिना, मकैको च्याख्ला, गहुँको च्याख्ला, राइस ब्रान्ड र चारो गरेर 4 तवा गर्दै हामीले सबै चिज यसको माथि राखिसकेका छौँ। अब यसलाई हामीले मिश्रित गर्नुपर्ने हुन्छ, चलाउनु पर्ने हुन्छ, ताकि सबैतिर अरू जति पनि बचेको सामग्रीहरू छ त्यसमा सबैतिर दबाई लागोस्, मिनरल मिसियोस् र नुनहरू सबैतिर लागोस् भनेर हामीले यसलाई चलाइदिनु पर्ने हुन्छ। र यो चलाइसकेपछि चाहिँ हाम्रो चारो रेडी भयो। हामीले सबैतिर मिक्स हुने गरी चलाउनु पर्छ यो। त्यस कारणले हामी अब हजुरहरूले बेलचाले पनि चलाउन सक्नुहुन्छ यसलाई, तर अब मैले चाहिँ अब थोरै भएको कारणले गर्दा हातैले चलाएर हामीले यो हिसाबले चलाएर त्यसलाई सबैतिर मिक्स हुने गरी यसरी चलाएर हामीले यसलाई अब हामीले 1 महिनादेखि 45 दिनसम्म हामीले यो चारो खुवाउन सक्छौँ। जहाँसम्म जति सक्दो हजुरहरूले 15 दिन 10 दिनको लागि बनाउनु भयो, थोरै मात्रामा बनाउनु भयो भने राम्रो हो। किन मसँग अब धेरै कुखुरा छ, धेरै कुखुरा भएको कारणले गर्दा मेरो लगभग यो 15-20 दिनमै सकिन्छ यो चारो। त्यस कारणले जति थोरै बनाउनु भयो त्यति राम्रो हुन्छ चारोहरू, ताकि ढुसी नलागोस्, किरा नपरोस्। ढुसी लागिसकेपछि चारो बिग्रिने चान्स धेरै हुन्छ भन्दै हजुरहरूलाई मैले आज लोकल चारो, लोकल कुखुराको चारो, जुन चरणमा जाने कुखुराहरू हुन्छ त्यसको चारो कसरी घरमै बनाउने र कसरी कस्ट कम गर्ने भनेर आज मैले आफूले जानेका कुराहरू हजुरसम्म राखेको छु। हजुरहरूलाई मन परे हाम्रो पेजलाई लाइक गरिदिनु होला, फलो गरिदिनु होला र सबैतिर सेयर गरिदिनु होला र त्यस्तै भिडियो फेरि पनि ल्याउने मलाई प्रोत्साहन गरिदिनु होला भन्दै आज हामी बिदा माग्छौँ। हस्त, धन्यवाद।